धेरै समय पहिलेको कुरा हो। एउटा जंगलमा एउटा भयानक बाघ शिकारीको खोरमा परेछ। ऊ बाहिर निस्कन धेरै कोसिस गरिरहेको थियो, तर सफल भइरहेको थिएन। ओहो दयालु दाजु, मलाई यो खोरबाट बाहिर निकालिदिनुहोस् न। म धेरै तिर्खाएको र भोको छु। म तपाईलाई केही पनि गर्दिन। हुँदैन बाघ भाइ, मलाई डर लाग्छ। तिमी बाहिर निस्केपछि मलाई नै खायौ भने? मैले कसम खाएर भन्छु दाजु, म तपाईलाई केही पनि गर्ने छैन। बरु म त तपाईको जीवनभर ऋणी हुनेछु। बाघको कुरा पत्याएर दयालु बटुवाले खोरको ढोका खोलिदिन्छ। कस्तो मूर्ख मान्छे रहेछौ। म धेरै दिनदेखि भोको छु, अब म तलाई नै खान्छु। मैले त तिमीलाई बचाएको थिएँ, अनि तिमीले त उल्टै मलाई नै खान खोज्ने? यो त राम्रो भएन नि। बटुवाले बाघसँग न्याय माग्यो। उनीहरूले मिलेर बाटोमा भेटिने 3 जनासँग सोध्ने र कसको कुरा सही हो भनेर निर्णय गर्ने योजना बनाए। पिपलको रुख, ढुङ्गा अनि बाटोले बाघकै पक्षमा कुरा गर्छन्, संसार स्वार्थी छ भन्दै। बटुवा निराश हुन्छ। त्यति नै बेला एउटा बाठो स्याल त्यहाँ आइपुग्छ। स्याल भाइ, न्याय गरिदिनुहोस्। मैले यो बाघलाई खोरबाट निकाले, तर अहिले यसले मलाई नै खान खोज्दैछ। पर्खनुहोस्, मेरो सानो गिदीले यो कुरा बुझ्नै सकेन। तपाईँ कसरी यो खोर बाहिर हुनुहुन्थ्यो अनि बाघ कसरी भित्र थियो? हे मूर्ख स्याल, म यो खोरभित्र थिएँ अनि यो मान्छे बाहिर थियो भनेको। स्यालले अझै पनि नबुझे जस्तो गरेर टोलाए जस्तो नाटक गर्छ। अझै बुझ्नै सकिन। यत्रो ठुलो बाघ यो सानो खोरमा कसरी अटाउन सक्छ र? मलाई त विश्वासै लागेन है। ल हेर, म यसरी भित्र बसेको थिएँ। बाघ खोरभित्र पस्ने बित्तिकै बाठो स्यालले झ्याप्प खोरको ढुङ्गा लगाइदिन्छ र तालचा मारिदिन्छ। बाघ दाई, अब यहाँ बसेर नै आफ्नो भोजन पर्खनु है। दया देखाउनेलाई नै खान खोज्नेको हविगत यस्तै हुन्छ। त्यसैले साथीहरू, हामीले सधैँ सम्झनुपर्छ, कसैले हाम्रो लागि राम्रो काम गर्छ भने हामीले पनि उसलाई माया र राम्रो व्यवहार नै दिनुपर्छ, नराम्रो होइन। यस कथाले हामीलाई अर्को महत्त्वपूर्ण कुरा पनि सिकाउँछ। बुद्धि र समझदारी प्रयोग गरियौं भने जति नै ठूलो र शक्तिशाली भए पनि कसैलाई जित्न सकिन्छ। ल साथीहरू, आजको रमाइलो कथा यति नै। फेरि नयाँ नयाँ मजाको कथासँग छिट्टै भेट्नेछौँ। अहिलेलाई बिदा हुन्छु। धन्यवाद।